साथीहरू नेपालको विकास यस्तै हो नेपालको विकास 6 महिना अगाडि जेठ असारतिरै बाटो बनायो है ढलान गरेर अहिले चाहिँ फेरि अब त्यो बाटो भत्काएर बिचबाट ढल निकासको लागि पाइपहरू बिछ्याउने क्रम जारी अनि भन्छौँ हामीहरू नेपालको विकास भएन बाटो बनेन कतिचोटि बनाउने हो बाटो अब यो बाटो फुटाएर बिचबाट यो ढलानको पाइप राखिसकेपछि अब पाइप बनाउँछ के अरे त्यो बाटो बनाउँछ होला त यो संस्थाले र हेर्नुहोस् त समन्वय भएन क्या समन्वय आखिर ढल निकासको लागि पाइपहरू त बिछ्याउनै पर्ने थियो भनेपछि यो बाटो बन्दै गर्दाखेरि स्थानीयले हुन्छ कि सम्बन्धित निकायले ध्यान दिएर पहिला यो पाइपहरू बिछ्याउने काम गरेको भए यो बाटो बिग्रिन्थ्यो होला त बिग्रिन्थेन अब यो बाटो बनाएको के अर्थ भयो यो त बजेट खिएर फाल्नु मात्रै होइन र ल हेर्नुहोस् त अनि भन्छौँ हामी देश विकास भएन बाटो विकास भएन नेताहरूले बिगारे